म चाहिँ करेन्ट चाउचाउ पकाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ 2 प्याकेट छ। मैले पकाएको करेन्ट चाउचाउ यसरी आगो बाले अनि त्यसपछि फ्राई प्यान बसाएँ। कन्ती हेरेर जज नगर्नु होला, यो फ्राई प्यान चाहिँ धेरै वर्ष पुरानो हो। तोरीको तेल हालेर खोर्सानी प्याज चप गरेको प्याजलाई हालेर मजाले रातो रातो पार्छु। हेर्न सक्नुहुन्छ। तपाईहरु चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी पकाएँ। अनि यसरी पानी बसालेँ। अनि यो पानी भकभक उम्लेपछि म यसमा नुडल्स हाल्छु। अनि अघि यसमा चाहिँ रायो साग, बन्दाकोपी, टमाटर पनि हाल्छु। म चाहिँ मिठो स्वाद आउँछ नि त यसरी पकाएको। पानी उम्ल्यो। पानी उम्लेपछि यसरी हाल्छु। हेर्नु, पानी चाहिँ उम्लियो भने चाहिँ राम्ररी पाक्छ क्या। यो नउमालिकन हाल्यो भने चाहिँ पाक्दैन, मिठो लाग्दैन, प्यात्त पर्छ। अनि यसरी यस्तो भयो, हेर्न सक्नुहुन्छ। अनि त्यसको मसला पनि त्यसैमा हाल्दिएँ। यो चाहिँ पिरो हुँदैन। हेर्नु त कस्तो राम्रो भएको छ। ल हेर्नु है टक्कसँगले। ल अब यतिको पाको होइन यो। अनि यसमा हालिदिन्छु यो पनि यतिको भएको छ मसलाहरू। ल हेर्नु त अब यी कति राम्रो भएको छ टक्कसँगले। यो चाहिँ च्यालेन्जको लागि गरेको है हामीले। हामी चाहिँ यसरी नै पकाएर खान्छौँ। चाउमिन जस्तरी पनि पकाएर खान्छौँ, यस्तो पनि पकाउँछौँ। कहिलेकाहीँ ग्रेभी पनि खान्छौँ। यो चाहिँ चाउमिन जस्तो छ होइन। हेर्दै खाउँ लाग्दछ। तपाईहरुलाई पनि खान मन लाग्यो भने कमेन्ट गर्नुहोला। धन्यवाद।